एहे कस्तो राम्रो ठाउँ जाने भइएछ। गर्दैछु भोलि हिँड्ने अनि यो ह्याट पनि ल्याएँ। ए ल गुड गुड गुड। यो यात्रा चाहिँ हाम्रा निम्ति एकदम एक्साइटिङ यात्रा नै हुन्छ भन्ने छ क्या। त्यसले चाहिँ हामीलाई वास्तवमै पुराना इतिहासका कुरादेखि लिएर अहिलेको आधुनिक विकाससम्मको कस्तो रमाइलो दृश्यहरू हामी देखिरहेछौँ। छोटो अवधिमा हामीले एकदम त्यो खुला निलो आकाश देख्यौँ, सुन्दर बाटो, चिल्लो बाटो देख्यौँ, देख्न सक्यौँ। यो हाम्रा लागि एउटा एकदम एक्साइटिङ खालको हैन अनुभव भयो। एउटा शहरलाई छिटो चिन्न र स्थानीय जिन्दगी बुझ्न सबैभन्दा राम्रो तरिका भनेको त्यहाँको बजार हो। त्यसैले आली क्षेत्र भ्रमणको पहिलो स्टप बजार राख्यौं। आहा कस्तो राम्रो सागहरू रहेछ हौ। यो साग चाहिँ 这个是有梅菜炒着吃的， कहाँबाट ल्याउनुहुन्छ यो? 从这里自己种的。 अनि यस्तो यस्तो धेरै हाइट भएको ठाउँमा पनि यो फल्छ? यति धेरै चाहिँ थरीका धेरै छुट्टै छ हैन? 学生大棚里种的， यो कति हो? 一公斤25，你尝一下嘛，挺铁的。 कस्तो छ? मिठो हो? मिठो छ ल, दामी। 22块不？22块，微信扫在这里。 Yeah, it's okay. Yeah. 600 Yeah. 4500 मिटरको उचाइमा पनि धेरै प्रकारका तरकारी र फलफूल खेती हुन्छ भन्ने सुन्दा अचम्म लाग्यो। के कसरी हुन्छ त हेर्न मन लाग्यो। हैन यो ग्रिन हाउसको भित्र रहेर यो हामी झन्डै 4300 मिटरको उसमा छौँ। यो खालको जुन एउटा सुन्दर जुन फुलबारी यहाँभित्र देखिरहेछ र त्यो यहाँ पनि फेरि हिमालदेखि चाहिँ मरुभूमिसम्मका सबै बिरुवाहरू हामी देख्छौँ कि। यो त अब पहिलो त प्रविधि होला, प्रविधिले नै गरेको जस्तो लाग्यो मलाई त। अनि मेहनत पनि हो, मान्छेले परिश्रम मेहनत नगरी त हुँदैन नि त। यो 4300 मिटरको हाइटमा हैन यो 34-35 डिग्री सेल्सियस चाहिँ तापक्रम मेन्टेन गरेर अनि यो स्केलमा हैन फलाउने यो वास्तवमा यो जादु गरे जस्तै छ कि। वार्षिक 30 भन्दा बढी प्रकारका 650 टन तरकारी र फलफूल उत्पादन हुने करिब 67 हेक्टरको यो कृषि पार्कमा 214 वटा ग्रिन हाउसहरू छन्। यसले ग्रीष्ममा आली बजारको 40% माग पूरा गर्न सक्छ र यस्ता ग्रिन हाउसहरू आलीका हरेक जिल्लामा पाइने पनि मैले सुने। 我们现在都是有科技技术，都是这个机械化，各种蔬菜都可以种。 अब यहाँ यो कसरी तपाईहरुले यसको व्यवस्थापन गर्नुभएको छ? 棚里面的全部是自动化的，这个是那个卷帘机，这边它就动开了。这个是水泵，你看电罐，收入还可以，大概一盆1亩地，你像是种成西红柿、菜菜，大概卖10几万。哎，这个好，来尝一个，尝尝我们高原的西瓜。 Oh, what are they doing there? 那边是我们的养护工作区， We can go? 可以。 Okay, thank you. You are working here? Yeah. What are you doing here? 我们在安装波西护栏，这个路段弯道也比较多，车流量也比较多。为了车辆和人员的安全，所以在这里安装波西护栏。 Yeah, it's okay. Yeah, thank you. Thank you. आधुनिक मेसिनको प्रयोगले राजमार्गको निर्माण र मर्मत धेरै छिटो र सजिलो भएको छ। अब हामी मर्मत टोलीलाई विदा गरेर चाता जिल्लातर्फ जाँदैछौँ। कति सुन्दर दृश्य, डाँडा काँडाहरू अनि बादल लागिरहेको छ, नीलो आकाश हामी देखिरहेका छौँ। यो सुन्दरताले हामीलाई लट्ठ बनाएको छ। सुन्दर नागबेली बाटो पार गर्दै आयौँ। कता कता हामीलाई
नेपाली बाटोहरूको सम्झना पनि गरायो र छेउछाउमा वृक्षारोपण गरेर हरियाली बनाइएको थियो र बाटोको पूर्वाधार अत्यन्त राम्रो पायौँ। हो 你好， हेलो, 你好， निहाओ, 你好 नमस्ते। 你好， कताबाट आउनुभयो होला? 从北京来 कसरी आउनुभयो? 自驾， यो गाडीमा या, कति समय लाग्यो? 大概2周。 ओ 2 हप्ता 2 weeks लाग्यो। अनि बेजिङबाट आउनुभयो, यहाँको बाटोघाटो कस्तो लाग्यो त सिजाङको? 特别好，全是铺装路，供给也方便，天气也好。 ल खुसी लाग्यो तपाईसँग 哎 भेट，भयो। 谢谢，欢迎来到中国。 कति राम्रो। निहाओ, नमस्ते। नमस्ते। हेलो। तपाईहरु सबै यहीँको मान्छेहरु हुनुहुन्छ? 我们不是本地人，我们都是来自西藏各个地方。 अनि कहिलेदेखि काम गर्नुहुन्छ? कति भयो? 10多年了，这块的话也发展了很多，所以就是现在轻松很多。 अनि त्यो काम गर्दा अब पहिले कसरी गर्नुहुन्थ्यो, अहिले कसरी गर्नुहुन्छ? अब कति त मेसिनहरु पनि लगाउनु भएको देख्छु अहिले हैन? 原来的话就是人工干活，现在的话有装载机呀、打桩机呀、推土机呀、挖掘机呀，有很多机械。 ए यहाँ आएर गरिराख्नु भएको छ। कस्तो लाग्छ त तपाईहरुलाई काम कसरी गरिराख्नु भएको छ? 刚来的那会儿的话，我们都年轻嘛，就是也有点艰苦。但是现在的话，慢慢就习惯了，就是感觉自己的这份职业是一个伟大神圣的一个职业。 ए बाटोको अवस्था पनि अब पहिले भन्दा राम्रो भएछ। तपाईहरु आफू पनि अब काममा पनि पहिले भन्दा खुसी हुनुहुँदो रहेछ हैन? तपाईहरुको अब राम्रो होस्, हाम्रो शुभकामना छ। 谢谢。 हुन्छ होला है त, यहाँहरुलाई धन्यवाद। यो राम्रो नाच्नु भयो। के नाच हो यो? 这是香舞。 हो नेपालमा पनि हुन्छ, नाच्नुहुन्छ, मिल्दो हुन्छ, त्यस्तै नाच्नु भयो, खुसी लाग्यो। 欢迎到谷歌。 दिदीले Ancient times, there are also the many human here. The local people live in cave. Yes, The yeah. monastery here inside. Then top is king of the palace. From 10th century to 17th century, they have 7,000 people live here. Only this area. My God. Also, this temple is very famous. So this door has 1,000 years. Here, dancing is very famous dancing. There is with 2 eyes. Here, twice. Yes. It's we call it Swayambhu. Swayambhu. Yes. Also, this art, also the painting and the mural, similar, very similar to your culture. Yes, surely, I think it's the artists they came from Nepal and painted like that. I think this Google mural is very amazing. There are many art, different art painted. I'm very much exciting here Yeah. because such a kingdom and such a monasteries and heritages, yeah. Yeah. The several in Nepal and all the things where I see, it impressed me. Hey, namaste, तासिदेले। ए यहाँ त गेस्ट हाउस पनि भन्नुभएको छ। के खाने कुराहरू केही पाइन्छ? धन्यवाद। धन्यवाद। 第一个这个阿里吗？ ओ आलीमा पहिलो पटक आएको हो दिदी। एकदम राम्रो लागेको छ। 这么好吗？ राम्रो छ। तपाईहरु कति राम्रो ठाउँमा बस्न पाउनु भएको छ। अब यहाँ तपाईको मात्रै होमस्टे छ कि अरु पनि छ? 我家还有别人家
有32户。开饭了，我们阿里的特色就是羊肉。谢谢。तपाईँलाई भेटेको होइन हामी बिहान नाचेर खुसी लाग्यो ल खुसी लाग्यो तपाईँहरू दुईजनाले हामीलाई नाच्न सिकायो हो अनि यहाँ किन आउनु भएको 是邻居，我们是一个村的嘛。有多的时候，我们来这里帮他。 खुसी लाग्यो ल राम्रो हो हामी यो चाहिँ कान जस्तो छ है阿里的特色。 र यहाँका गाउँघरमा जाँदा मैले त्यो विकास र संस्कृतिको संरक्षणबाट प्राप्त भएको आनन्दको अनुभूति यहाँका किसानहरूको अनुहारमा देख्न पाएँ उनीहरूको ओठको हाँसोले त्यसलाई झल्काइरहेको महसुस गर्न पाएँ मैले सिजाङमा संस्कृतिको अत्युत्तम संरक्षण र अत्याधुनिक विकासका गतिहरू आफैले साक्षात्कार गर्ने मौका पाएँ आलीलाई हजारौं हिमालको घर र हजारौं नदीहरूको स्रोत भनेर चिनिन्छ यहाँको कैलाश पर्वत र मान सरोवर ताल सबैभन्दा विशेष हुन् त्यो बिचतिर हेर्दा कस्तो छ तालको मजाको हिमाल देखिरहेछ ताल देखिरहेछ कस्तो रमाइलो दृश्य हेर्दै हिँडौँ तासिदेले नमस्ते के गर्दै हुनुहुन्छ यहाँ 我们在捡垃圾 अनि कसरी यो फोहोरको दिनै पछि सफा गर्नुहुन्छ कि कहिलेकाहीँ गर्नुहुन्छ कि 我们保护马坊运作的那个湿地管护人员 ओहो खुसी लाग्यो तालको संरक्षणमा लाग्नुहुन्छ अनि यो फोहोर सङ्कलन गर्ने बाहेक अरू के काम गर्नुहुन्छ यसको संरक्षणको लागि 捡垃圾还有那个观测鸟类水鸟类的野生动物森林防火之类的 अनि चराहरूको संरक्षण गर्न चाहिँ के गर्दै हुनुहुन्छ 大部分都是那个迁徙过来的那种水鸟然后像以前的话鸟类很少现在停留的时间也长了 鸟类生存的那个栖息地您去看一下吗 ओहो त्यो त धेरै खुसीको कुरा ल हामी हेरौँ त्यो राम्रो लाग्यो मलाई त 这边嘛这边就是我们的那个鸟类监测区域我们这边的话鸟类种类很多 像这种的白色的是斑头雁，黄色的是赤马鸭，像这种的巢窝是他们孵化的那个巢穴。 तपाईहरुले यहाँको संरक्षणको लागि जुन काम गरिराख्नु भएको छ त्यसले मलाई प्रभावित बनाएको छ र निश्चय नै यो अवस्थामा यहाँ मलाई आइपुग्दा स्वर्गमै पुगेको अनुभूति भएको छ 欢迎下次过来。 नमस्ते नमस्ते के यहाँको शुभ नाम के हो मेरा नाम मिङमर तामाङ मिङमाजी ए अनि कहाँको हुनुहुन्छ यहाँ यो हाम्रो लिमी अनि यहाँ के हुम्लाको धेरैजना व्यवसायी हुनुहुन्छ व्यवसाय धेरै छ यो राम्रो छ सबै व्यवसाय छ त्यो घर चाहिँ राम्रो थियो त्यो बेहोर गर्ने त्यो होटल सब केलाएर 200 भरि छ यो चाहिँ चीन सरकारले बनाइदिएको चीन सरकार बन्यो हैन अनि तपाईहरु भाडा तिर्नुहुन्छ भाडाले सस्ती छ यसले 2000 सम्म जान्छ 2000 एक सालले व्यापारमा कस्तो फरक पाउनु भएको छ त्यो व्यापार त राम्रो छ पहिले सानो बेला त त्यो अहिले धेरै राम्रो चल्दैन है तपाईहरु खुसी हुनुहुन्छ खुसी हुन्छ यो नेपालीले राम्रो गरेको देख्दा खुसी लाग्छ राम्रो गर्नु होला 这边是咱们的那个国门，咱们这国门是16年就成立的。现在目前为止，咱们走的这个桥，这是咱们中尼友谊大桥。 यो पुल चाहिँ चीन सरकारले चीन सरकारको सहयोगमा त्यसलाई बलियो बनाउनका निम्ति थप बल पुर्याउँछ भन्ने मलाई लाग्छ एकदम राम्रो यसले चाहिँ नेपाल र चीनको सम्बन्धमा थप बल पुर्याउँछ र योगदान पुर्याउँछ भन्ने मलाई लागेको छ यो चीन र नेपालको मित्रता अमर बनाउन यसले बल पुर्याओस् भन्ने चाहना पनि गर्छु